सबैजनालाई नमस्ते। आजबाट हामी चाहिँ भ्लग बनाउन स्टार्ट गरेका छौँ। आज मेरो बर्थडेको दिन भएकाले म र मेरी माया भएर हामी लेक साइडतिर घुम्नका लागि जाँदैछौँ र म र मेरी माया चाहिँ आज हल्का भए पनि ल जाऊँ न त लेक साइडतिर कुनै पलहरू मोमेन्टहरू क्याप्चर गरौँ भनेर जाँदैछौँ। र हामी चाहिँ अब बसतर्फ जान्छौँ। बस चाहिँ छुटिसक्यो एउटा र अर्को बस पनि आइसकेको छ र हामी अब त्यो बसलाई कुरेर बसमा चढ्छौँ। यसमा बसमा चढेर हामी चाहिँ लेक साइडतिर जान्छौँ। यो चाहिँ लेक साइड जाने बस हो। हामी चाहिँ धेरै टाइम कुर्नु परेन र हामी बसभित्र पनि आइसक्यौँ। बसभित्रबाट बाहिरको दृश्य यही हो। हामी अब झरी पनि सक्यौँ। लेक साइडबाट अलिकति माथिपट्टि झरेको छौँ हामी। अब चाहिँ हामी यहाँबाट चाहिँ अलिकति मेरो मायाको कपडाहरू फिटिङ गर्नु छ, त्यही फिटिङ गर्नको लागि जान्छौँ। यो चाहिँ हामी डीको पाटन भन्छौँ। डीको पाटन चोकमा झरेर हामी यहाँबाट चाहिँ माथि जान्छौँ। बाटो क्रस गरेर अलिकति माथि गएर फेरि तलतर्फ जान्छौँ र म र मेरी माया चाहिँ यसरी लखर काम नभए चाहिँ हिँडिरहेछौँ। म यो पार्कमा पहिलोचोटि आउँदाखेरि चाहिँ यस्तो तारबार केही पनि थिएन। अहिले चाहिँ धेरै राम्रो बनाइसकेको रहेछ यहाँ पार्क चाहिँ। यहाँ चाहिँ उता पामे जाने गाडी पनि लाग्थ्यो यहाँ र यो केही पनि थिएन जालीसाली। अहिले त एकदम राम्रो भएछ र हामी यो चाहिँ अगाडि बाराई होटेलबाट अलिकति तल जान्छौँ। यस्तै हो फर्स्ट भिडियो हो। राम्रो नराम्रो कस्तो हुन्छ जस्तो भए पनि हेरेर साथ दिनु होला। सुधार्नु पर्ने कुराहरू भनिदिनु होला, हामी सुधार्छौँ। फर्स्ट टाइम भ्लग बनाउन आँटेको, कस्तो भएको छ त्यो पनि थाहा छैन। अब चाहिँ हामी यता तलतर्फ जान्छौँ। यस्तै हो। अब दुईजनाको रहरले गर्दाखेरि चाहिँ बनाएको हो। राम्रो नराम्रो कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। फोन पनि राम्रो छैन, क्वालिटी पनि जस्तो भए पनि हेरेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला सबैजनाले। यही नै भन्न चाहन्छु। हामी चाहिँ त्यहाँबाट कपडाहरू फिटिङ गरेर फर्किसकेका छौँ। त्यो अलिकति हल्ला थियो, त्यही भएर मैले भिडियो रेकर्ड गरिनँ। अब चाहिँ हामी यहाँबाट मेरो लागि अलिकति धेरै ठुलो केक नभए पनि यस्तो सानसानो केक चाहिँ किन्नको लागि जाँदैछौँ। हामी चाहिँ सौरभ बेकरीमा जाँदैछौँ। यो यहाँ चाहिँ एकदम राम्रो ब्रेडहरू पनि बन्छ। तपाईँहरूलाई पनि चाहिन्छ भने आउनु होला। डीको पाटनबाट अलिकति माथि हो। अब हामी यहाँबाट केक सेक लिएर चाहिँ हाम्रो प्लान चाहिँ खासै केही छैन। भए पनि केकहरू चाहिँ यस्तो राम्रो छ यहाँ। मलाई चाहिँ एकदम मन पऱ्यो केकहरू चाहिँ। तर मलाई चाहिँ अरू केक भन्दा पनि यो ब्ल्याक फरेस्ट मनपर्छ। त्यही भएर ब्ल्याक फरेस्ट चाहिँ अहिले यहाँ फुल नभएको भएर हामीले पिस ब्रेड लिएर हिँडिसक्यौँ। हामी क्यान्डलहरू पनि लिएर हिँडिसक्यौँ। हामी चाहिँ अलिकति त्यो केकहरू लिएर चाहिँ अब अलिकति केही खानेकुराहरू प्याक गरेर जाऊँ न त भनेर यहाँ हाम्रो यो सिद्ध बाबा खाजा गर्छ। यहाँ चाहिँ जम्मा 99 रुपिजमा एभ्रिथिङ पाइन्छ, सबै कुराहरू पाइन्छ। तपाईँहरू पनि भिजिट गर्नु होला। र हामी यसरी प्याक गरेर हिँडि पनि सक्यौँ। यो चाहिँ मेरो माया हो। हामी चाहिँ अब यहाँबाट तल जाउँ कि भन्ने सोचेको थियौँ, तर मेरो मायाले चाहिँ होइन माथिल्लो चोक स्ट्रिटबाट जाऊँ भनेर चाहिँ माथिबाट गयौँ। माथिबाट जाने हो। अब यहाँबाट माथि पुग्छौँ हामी।